सो आजको हाम्रो क्लासमा चाहिँ हामी जियो सेटेलाइट टपिकको चाहिँ डेरिभेटिभ हेर्न जाँदैछौँ हैन। यो डेरिभेटिभ चाहिँ हामीलाई एक्जाममा 5 मार्क्ससम्म चाहिँ सोध्न सक्छ हैन। सो यो डेरिभेटिभ गर्दा हामीले यहाँ सुरुमा चाहिँ के स्टेटमेन्टहरु लेख्नुपर्ने हुन्छ र यहाँ त्यो स्टेटमेन्टहरु म पढेर बुझाउन जाँदैछु है। फर्स्ट अफ अल द जियो सेटेलाइट भनेको के हो भन्दाखेरि द सेटेलाइट which time period of revolution is equal to the time period of rotation of the earth is known as geosatellite। अब जियोसेटेलाइट भनेको के हो भने नि अर्थको रोटेसन र त्यो सेटेलाइटको रिभोल्युसन अर्थमा गर्ने रिभोल्युसन चाहिँ बराबरी हुनुलाई नै जियोसेटेलाइट भनिन्छ। सिम्पली अर्थ रोटेट हुनु र अर्थको बाहिर हाम्रो सेटेलाइट छ नि अर्बिटमा हो त्यो रोटेट हुने टाइम एउटै हुनुलाई नै जियोसेटेलाइट भनिन्छ। सो अब हाम्रो यो प्याराग्राफमा चाहिँ यो माथिको यो स्टेटमेन्टलाई ब्रिफली डिस्क्राइब गरेको छ है। इफिसिएन्ट सेटेलाइट द्याट रिभल्भ अराउन्ड द अर्थ सच द्याट its time period of revolution is equal to the time period of rotation of the earth is called geosatellite. This satellite appears to be raised from the earth. This satellite is used for weather forecasting, telecommunication and in broadcasting the live event from one place to another place। अब यो जियो सेटेलाइट चाहिँ केमा युज हुन्छ भन्दाखेरि चाहिँ टेलिकम्युनिकेसन वेदर फोरकास्टको लागि र कुनै प्लेसकोमा अब लाइभ कन्सर्ट हुँदैछ नि त्यसलाई अर्को ठाउँमा देखाउनु पनि यो चाहिँ युज हुन्छ। फर एक्जाम्पल हामी भोइस अफ नेपालहरु सुन्छौं नि त्यो काठमाडौँ भइराउँछ तर हामी यता लाइभ पनि हेर्न सक्छौं नि हो त्यही नै हो। अब यसपछि यहाँ चाहिँ कन्सिडर गरेको छ है। लेट एम एन्ड बी नट बीओ लाई बी नट भनेर पढे मैले बी नट बी द मास एन्ड अर्बिटल भेलोसिटी अफ अ जियो सेटेलाइट रिभल्भिङ अराउन्ड द अर्थ अब यो चाहिँ एम चाहिँ मास अफ सेटेलाइट हैन अनि त्यसपछि बीओ चाहिँ अर्बिटल भेलोसिटी अफ जियो सेटेलाइट अर्थ बाहिरकोलाई भनेर हामीले लेट गरेको छौं। अनि त्यसपछि एम क्यापिटल एम एन्ड क्यापिटल आर बी द मास एन्ड रेडियस अफ द अर्थ रेस्पेक्टिभली यो भइहाल्यो। अनि लेट द सेटेलाइट इज एट हाइट एज र यो हाम्रो यो जियो सेटेलाइट चाहिँ एज हाइटमा छ अरे फ्रम द सर्फेस अफ द अर्थको सर्फेसबाट। आर बी द डिस्टेन्स बिट्विन द सेटेलाइट एन्ड सेन्टर अफ द अर्थ र आर चाहिँ सेन्टर अफ द अर्थ र सेटेलाइट बिचको डिस्टेन्स भयो। देन आर इक्वल्स टु आर प्लस एच। अनि त्यसपछि द ग्राभिटेसनल फोर्स बिट्विन अ सेटेलाइट एन्ड अर्थ इज अब ग्राभिटेसनल फोर्स कति हुन्छ त सेटेलाइट र अर्थको बिचमा भन्दाखेरि चाहिँ हामीले एफजी लेट गरेको छौं त्यसलाई र त्यस चाहिँ कति हुन्छ भन्दाखेरि जी क्यापिटल एम मास अफ द अर्थ भइहाल्यो अनि स्मल एम बाई आर स्क्वायर स्मल एम भनेको मास अफ द जियो सेटेलाइट। अनि अर्को हुन्छ सेन्टिपिटल फोर्स अफ सेटेलाइट र सेन्टिपिटल फोर्स चाहिँ कति हुन्छ त भन्दाखेरि सेटेलाइटको चाहिँ त्यसलाई चाहिँ हामीले एफसी लेट गरेको छौं जुन चाहिँ कति रहेको छ भने मास अफ द सेटेलाइट भी नट भनेको अर्बिटल भेलोसिटी अफ द सेटेलाइट आर भनेको चाहिँ हाइट of the satellite from the center of the earth। यसै गरी ग्राभिटेसनल फोर्स प्रोवाइड द नेसेसरी सेन्टिपिटल फोर्स र ग्राभिटेसनल फोर्सले चाहिँ सेन्टिपिटल फोर्स दिन्छ अरे। सो त्यसकारणले गर्दा चाहिँ हाम्रो सेन्टिपिटल फोर्स र ग्राभिटेसनल फोर्स इक्वल भयो हैन। सो सेन्टिपिटल फोर्स र ग्राभिटेसनल फोर्स इक्वल भयो र यो सेन्टिपिटल फोर्स भनेको एम भी नट स्क्वायर बाई आर थियो हामीले यहाँ निकालेको। यसै गरी यहाँ अब ग्राभिटेसनल फोर्स भनेको जी एम एम बाई आर स्क्वायर भयो र स्मल एम काटियो अनि उब्रेको हामीले यहाँ लेखेको छौं भी नट स्क्वायर इक्वल्स टु जी क्यापिटल एम बाई आर आयो। अनि यो स्क्वायर हाम्रो यो स्क्वायर यतापटि गएपछि रुटमा कन्भर्ट भयो र यो इक्वेसन 3 भयो र हाम्रो यहाँ इक्वेसन अहिलेको एउटा इक्वेसन 1 यहाँ भयो सुरुको र इक्वेसन 2 हाम्रो यो भयो। सो यसपछि चाहिँ द एक्सेलरेसन ड्यू टु ग्राभिटी एट द अर्थ सर्फेस र ग्राभिटी चाहिँ कतिले एक्सप्रेट हुँदैछ त अर्थ सर्फेसमा भनेर हामीले अर्को इक्वेसन निकालेको छौं जुन चाहिँ जी इक्वल्स टु जी क्यापिटल एम बाई आर स्क्वायर हुन्छ र आर स्क्वायर उता जान्छ जी पटि। सो यसले गर्दा चाहिँ यतापटि जी आर स्क्वायर इक्वल्स टु जीएम भयो यो इक्वेसन 4 भयो र इक्वेसन 3 र 4 बाट चाहिँ हाम्रो यो आयो भी नट इक्वल्स टु रुट अन्डर जी आर स्क्वायर बाई आर यो चाहिँ हाम्रो इक्वेसन 5 भयो। अब इक्वेसन र 3 र 4 बाट के आयो भन्दा चाहिँ अब यहाँ इक्वेसन हाम्रो 4 मा जीएम इक्वल्स टु जी आर स्क्वायर आएको थियो नि। अब यसै गरी हाम्रो यहाँनिर इक्वेसन 3 मा जीएम स्क्वायर जीएम थियो र जीएम र यहाँ जीएम र यहाँ हाम्रो जीएम र जी आर स्क्वायर इक्वल भएपछि हामीले जीएम को ठाउँमा जी आर स्क्वायर हालेको मात्र हो भ्यालु र अब यसपछि हाम्रो अर्को निकाल्नु पर्ने भनेको टाइम पिरियड कति लाग्छ त सेटेलाइटले रिभल्भ गर्नको लागि अर्थको वरिपरि भनेर निकालेको छौं जुनको इक्वेसन चाहिँ हाम्रो रहेको छ t इक्वल्स टु सर्कमफेरेन्स अफ अर्बिटल बाई अर्बिटल भेलोसिटी र सर्कमफेरेन्स अफ अर्बिटल भनेको 2 पाई r भइहाल्यो र अर्बिटल भेलोसिटी भनेको भी नट भइहाल्यो। भी नट यता आउँछ त्यसले गर्दाखेरि 2 पाई r बाई t भयो। अब भी नट भनेको हाम्रो यहाँनिर माथि हामीले निकालेको छौं भी नट भनेको रुट अन्डर जी आर स्क्वायर बाई आर थियो नि हो हामीले यहाँनिर त्यही भ्यालु एप्लाई गर्यौं र 2 पाई r बाई t भयो। अब यो दुईटैलाई हामीले स्क्वायरिङ गर्नुपर्ने हुन्छ स्क्वायर गरेपछि सकेपछि हामीले जी आर रुट हट्यो र उब्रेको हामीले जी आर स्क्वायर बाई आर बाँच्यो इक्वल्स टु 2 को पावर 4 भइहाल्यो पाई स्क्वायर आर स्क्वायर टी स्क्वायर भइहाल्यो। यहाँ के भएको छ भने यो टी योसँग मल्टिप्लाई भएको छ यो आर योसँग मल्टिप्लाई भएको छ र 4 पाई स्क्वायर आर क्यूब आएको छ र जी आर स्क्वायर टी स्क्वायर आएको छ र आर क्यूब हाम्रो अब यहाँनिर आर क्यूब कति हुन्छ भन्दा चाहिँ 4 पाई यता गरेर डिभाइड भएको छ र यहाँनिर
r इक्वल्स टु gr स्क्वायर t स्क्वायर बाई 4 पाई स्क्वायर बाई 1/3 आएको छ। अब हामीले चाहिँ यहाँनिर एक्जाममा के पनि सोध्न सक्छ भन्दाखेरि जियो सेटेलाइटको भ्यालु पनि निकाल भनेर सोध्न सक्छ। त्यसको लागि चाहिँ अब हामीले यो कुराहरू हामीले याद थाहा हुनुपर्ने हुन्छ। सो सुरुमा टाइम हाम्रो 24 आवर हुन्छ होइन, 24 आवरमा एकचोटि कम्प्लिट रोटेसन गर्न सक्छ हाम्रो अर्थले। त्यसपछि टाइमलाई हामीले सेकेन्डमा कन्भर्ट गर्नुपर्छ। एक दिनभरिको होल सेकेन्ड भनेको 6400 भइहाल्यो। रेडियस अफ द अर्थ 6.4 × 10⁻6 मिटर, एक्सिलेरेसन ड्यू टु ग्राभिटी भनेको 9.8 मिटर पर सेकेन्ड। अनि त्यसपछि हामीले यो आर आएको थियो नि, हो यही आरमा चाहिँ हामीले यो भ्यालुहरू इन्सर्ट गर्नुपर्छ। त्यो भ्यालुहरू हामीले इन्सर्ट गरिसकेपछि त्यसलाई हामीले क्यालकुलेट गरिसकेपछि हाम्रो आरको भ्यालु यति आउँछ, यति आयो होइन हाम्रो आरको भ्यालु। त्यसपछि अब हाम्रो हाइट अफ द जियो सेटेलाइट एबभ द अर्थ कति छ त भनेर सोध्न सक्छ। अब अर्थबाट चाहिँ कति उचाइमा छ त भनेर सोध्न सक्छ। अब हामीले अघि त अर्थको सेन्टरबाट निकालेको इक्वेसन चाहिँ के थियो, आर अघि त्यो अघि हामीले इक्वेसन थियो नि, त्यो चाहिँ यो थियो नि त, आर इक्वल्स टु आर प्लस एस थियो। तर अब अहिले त सर्फेसबाट सेन्टरबाट भनेको छैन, त्यसैले अब सर्फेसबाट भनेको छ। सो यहाँनिर सर्फेसबाट एच इक्वल्स टु आर माइनस आर भयो, क्यापिटल आर भयो। सो यो भ्यालुलाई माइनस गरेपछि यो आर हाम्रो यो आएको छ। यो भ्यालुमा अब आर हाम्रो माइनस गरेपछि रेडियस अफ द अर्थ माइनस गरेपछि सर्फेसबाट यति किलोमिटर चाहिँ हुनु, एप्रोक्समा यति मिटर चाहिँ हुनुपर्छ होइन भनेर हामीले यहाँनिर हाइट कति हुनुपर्छ भनेर निकालेको छौँ। त्यसपछि हाम्रो अर्को अर्बिटल भेलोसिटी, अर्बिटल भेलोसिटीको लागि हामीले त्यही अगाडिको निकालेको थियौँ नि, अर्बिटल भेलोसिटीको इक्वेसन हो। यो इक्वेसनमा नै हामीले भ्यालुहरू इन्सर्ट गर्दै गएपछि हाम्रो अर्बिटल भेलोसिटी 3.1 किलोमिटर पर सेकेन्ड हुनुपर्छ भनेर हामीले निकालेको छौँ होइन। यसपछि आजको हाम्रो यो जियो सेटेलाइटको मैले कन्सेप्टहरू बुझाएँ। यो आजलाई यति नै।